हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो फ्रम घोराई होइन। यो मगरहरूको यो भूमि मेलाको नाच सुरु भइसकेको छ। आज चाहिँ यो फुल टिप्ने कार्यक्रम सुरु भइसकेको छ होइन। लगत्तै यहाँ फुल टिप्न आइरहेछन्। यहाँ पूजासुजा गरेर अलि नाचेर केही बेरपछि सबैजना फर्किन्छन्। सबै भिडियो क्यामेरामा कैद गरेर तपाईँहरूले देखाउने कोसिस गरेको छ। भिडियोलाई एकदम लाइक गर्नु होला। मगरहरूको को हुनुहुन्छ स्पेसल यहाँ नाच्न आउनु होला होइन। यो भिडियोलाई सक्दो सेयर गरेर अनि लाइक कमेन्ट सबैले गरिदिनु पर्यो है। भिडियोलाई चाहिँ अब त्यही हो, सबै कुरा भिडियोमा आयो त, बाँकी कुरा अहिले म डाङ जिल्लाको गिठीपानीमा उपस्थित भएको छु। यहाँ आज मगर समुदायको मौलिक संस्कृति परम्परा र पुर्खौँदेखि चलिआएको भूमि नाचको विशेष रौनक छाएको छ। गाउँभरि उत्साह, उमङ्ग र खुसीको माहौल छ। टाढा टाढाबाट आएका आफन्त, साथीभाइ तथा संस्कृति प्रेमीहरूको उपस्थितिले गिठीपानी अहिले साँच्चै उत्साह बनेको छ। यसमा पूजाआजा गर्यो भने चाहिँ आफूले सोचेको आँटेको सबै पुरा हुन्छ भन्ने चलन छ। कतै मादल बजिरहेको छ त कतै झ्यालीको आवाज सुनिन्छ। परम्परागत पहिरनमा सबैजना दिदीबहिनीहरू र दाजुभाइहरू सामूहिक रूपमा भूमि नाचमा रमाइरहेका छन्। बालबालिकादेखि वृद्धासम्म सबैजना एउटै खुसी र उत्साहका साथ सहभागी भइरहेका छन्। यो दृश्यले गाउँहरूको आत्मीयता र हाम्रो मौलिकता, सांस्कृतिक सुन्दरता झल्काइरहेको छ। मगर समुदाय नेपालको प्राचीन र गौरवशाली समुदाय मध्ये एक हो। आफ्नै भाषा, रहन सहन र संस्कारले मगर समुदायलाई विशेष बनाएको छ। पुर्खाहरूले संरक्षण गर्दै ल्याएको संस्कृतिलाई आज पनि नयाँ पुस्ताले निरन्तर अगाडि बढाइरहेका छन्। यसैले मगर समुदायको सांस्कृतिक नेपालकै अमूल्य सम्पदाको रूपमा चिनिन्छ। हाम्रा पुर्खाहरूले प्राकृतिकलाई जीवनको आधार मानेका थिए। जमिन, वनजङ्गल, पानी र वातावरणप्रति सम्मान प्रकट गर्न भूमि पूजा गर्ने चलन सुरु भएको मानिन्छ। राम्रो वर्ष होस्, खेतीपाती राम्रो होस्, गाउँघरमा खुसी, शान्ति, समृद्धि कायम रहोस् भन्ने कामनाका साथ भूमि पर्व मनाउने परम्परा रहिआएको छ।
दिदी नमस्ते आउनु दिदी आज घोराएको गिठेपानीमा देखिएको यो दृश्यले साँच्चै मन छुन्छ। परम्परागत पोसाकमा सजिएका मगर समुदायका दिदीबहिनी र दाजुभाइहरू बाजागाजाको मधुर धुन र चारैतिर फैलिएको खुसीले गाउँलाई अझै सुन्दर बनाएको छ। यस्ता पर्वहरूले समाजमा एकता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। आजको आधुनिक समयमा धेरै मौलिक सांस्कृतिकहरू हराउने अवस्थामा पुगेको छ। तर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनु हामी सबैको साझा जिम्मेवारी हो। हाम्रा पुर्खाहरूले संरक्षण गरेर हामीलाई सुम्पिएको यो अमूल्य सम्पत्तिलाई अब नयाँ पुस्ताले जोगाएर अगाडि बढाउनुपर्छ। किनकि संस्कृति जोगियो भने हाम्रो इतिहास जोगिन्छ, हाम्रो पहिचान जोगिन्छ र हाम्रो अस्तित्व पनि सुरक्षित रहन्छ। आज दाङ जिल्लाको गिठीपानीमा उपस्थित भएर मगर समुदायको यो सुन्दर संस्कृति र भूमि नाचलाई नजिकबाट हेर्न पाउँदा साँच्चै गर्व महसुस भइरहेको छ। हाम्रो संस्कृति, हाम्रो पहिचान र हाम्रो गौरवलाई सधैँ जोगाएर राखौँ। सम्पूर्ण मगर समुदाय तथा भूमि पर्व मनाइरहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अनि भोलि अर्को पाठमा भेटिने नै छौँ। आजको लागि यति नै। हामी सबैजना छुट्यौँ, अर्को भिडियोमा भेटौँला। जय भूमि पर्व, जय नेपाल, जय देश। धन्यवाद।